यो कुनै समयको कुरा हो। भगवान बुद्ध आफ्ना शिष्यहरूसँग एक गाउँमा उपदेश दिनुहुँदै थियो। त्यही बेला एक व्यक्तिले प्रश्न गरे, भगवान, मनको डर कसरी हटाउने? बुद्ध मुस्कुराउँदै भन्नुभयो, भोलि बिहान नदीको किनारमा भेट्नु, म तिमीलाई जवाब दिनेछु। भोलिपल्ट बिहान त्यो व्यक्ति नदीको किनारमा पुग्यो। बुद्धले उसलाई एउटा बटुका दिनुभयो र भन्नुभयो, यो बटुकामा पानीले भरेर ल्याऊ, तर ध्यान राख, पानी छल्किनु हुँदैन, नपोखी लिएर आउनु। त्यो व्यक्तिले धेरै सावधानीपूर्वक कचौरा पानीले भरेर ल्यायो। बुद्धले मुस्कुराउँदै सोधे, जब तिमी पानी भर्दै थियौ, मतिर लिएर आउँदै थियौ, के त्यो समय तिमीलाई कुनै डर लाग्यो? जुन डर तिमीलाई सधैँ लागिरहन्थ्यो? व्यक्तिले जवाफ दियो, लागेन, मेरो सम्पूर्ण ध्यान पानी पोखिन नदिन र छल्किनबाट जोगाउनमा थियो। त्यसैले मलाई कुनै डरको अनुभव भएन। बुद्धले सम्झाउँदै भन्नुभयो, जसरी तिम्रो ध्यान बटुकामा थियो, तिम्रो डर सबै हरायो र तिमीलाई डर लागेन, त्यसै गरी यदि तिमीले आफ्नो मनलाई सकारात्मक विचार, राम्रा काम र ध्यानमा लगायो भने डर आफै हराएर जानेछ। बुद्धको जवाफले उत्तृप्त भयो।